हेर्नुहोस् त, तपाईँ यहाँ हेर्न सक्नुहुन्छ मजाले बनिरहेछ। हेर्नु कति राम्रो बनाएको छ। 1 मिनट पनि लाग्यो, 1 मिनट पनि लागेन। Students are finishing their project in a minute. प्रम्प्ट छ, प्रम्प्ट पेस्ट गर्नु होला। देन आफ्टर द्याट यो यहाँ छ नि एडिट प्रम्प्ट, यो प्रम्प्टमा हेरिहाल्नु होला केही मिस्टेक त छैन नि। अनि त्यसपछि त्यहाँ इन्टर गरिदिनु होला, जेनेरेट मात्रै छैन। अब तपाईँ हेर्न सक्नुहुन्छ गामा एआईले 10 वटा स्लाइडसम्म फ्री बनाउँछ। हेर्नुहोस् त, तपाईँ यहाँ हेर्न सक्नुहुन्छ मजाले बनिरहेछ। हेर्नु कति राम्रो बनाएको छ। 1 मिनट पनि लाग्यो, 1 मिनट पनि लागेन। अनि ग्लोबल वार्मिङमा पिपिटी 10 वटा स्लाइड भएको रेडी भइसक्यो। हेर्नुहोस् त कति राम्रो। यति बनाउन कमसेकम हामीलाई 1 घन्टाभन्दा कम लाग्दैन। अनि गामा एआईले 1 मिनट पनि लागेन बनाइसक्यो। हेर्नुहोस् त, अब यो कस्तो छ, यो राम्रो छ, गामा एआईको पिपिटी राम्रो लाग्यो तपाईँलाई कि नोटबुक एलएमको राम्रो लाग्यो, त्यो कमेन्ट सेक्सनमा सेयर गर्नु होला। अब तपाईँले लाग्न सक्छ कि कसरी 1 मिनटमा बनिहाल्छ। सो त्यो 1 मिनट चाहिँ प्रम्प्ट दिनमा लाग्छ अनि त्यसपछि हाम्रो काम सक्छ। त्यसपछि एआईले हाम्रो पिपिटी बनाइदिन्छ। पिपिटी बनाउनको लागि तपाईँ कुन एआई युज गर्नुहुन्छ कमेन्टमा सेयर गर्नु होला। तर हाम्रो स्टुडेन्ट चाहिँ मोस्टली दुईटा युज गर्छ, गामा एआई र नोटबुक एलएम। नोटबुक एलएम डाउनलोड गर्नु होला। अनि त्यसपछि ओपन गरिसकेपछि मैले यहाँ अलरेडी यसलाई यहाँ हेर्न सक्नुहुन्छ दुईटा सोर्स बन्दैछ। मैले अलरेडी यहाँ प्रम्प्ट दिइसकेको छु इमेजको फर्ममा। अब यसलाई के भन्छु भने कि मलाई पिपिटी बनाऊ, प्रेजेन्टेसन बनाऊ। यहाँ क्लिक गर्नु होला अनि त्यसपछि यस नोटिफाई मी अलाउ गरिदिनु। अनि यो पिपिटी बनाउनु छ। हेर्नु यहाँ पिपिटी बनिरहेछ। अनि पिपिटी बन्ने बित्तिकै हामीले नोटिफाई गर्छौँ, एकछिन वेट गर्नुपर्छ। यति मात्र होइन, हामीले अडियो कुनै कुरा हामी राखेर अडियो जेनेरेट गर्न सक्छौँ, भिडियो ओभरभ्यू, यो प्रेजेन्टेसन त भइहाल्यो अहिले हेर्नुहुन्छ, फ्ल्यास कार्ड, क्विज, इन्फोग्राफिक्स। यो एकदमै यो टिचरको लागि र विद्यार्थीको लागि एकदमै यो नोटबुक एलएम बेनिफिसियल छ। सो त्यहाँबाट पनि भन्छ। सो एकचोटि ट्राई गर्नु होला। सो यो प्रम्प्ट युज गर्नु होला। तर यो प्रम्प्टले यो स्लाइड बनाउन एकदमै इफेक्टिभ हुन्छ। तर तपाईँको जुन प्रोजेक्ट छ, जुन टपिकमा स्लाइड बनाउनु छ, त्यसको लागि तपाईँलाई इच एन्ड एभ्रिथिङ प्रम्प्टको बारेमा थाहा हुनुपर्छ। अब टाइममै चाहिँ प्रोजेक्ट सबमिट गर्नु छ भने तपाईँलाई प्रम्प्ट आउनै पर्छ। सो फर द्याट जस्ट हामीलाई यो नम्बरमा म्यासेज गर्नु होला अनि हामी चाहिँ अनलाइन क्लासको बारेमा डिटेल पठाइदिन्छौँ। थ्याङ्क यू।